भाइ पनि फ्री फायर खेल्छ अरे। कति लेभल रे भन्देऊ? 56 लेभल। भाइको लेभल कति? 11 लेभल 11 नि भाइको? मेरो 27 हो। हेलो नमस्ते, यो चाहिँ मेरो पहिलो ब्लग र आजको मेरो गतिविधि चाहिँ यसरी सुरु हुन्छ। ल हेर्दै यहाँ के आज झन् तालचोक जाने भनेको, यस्तो झन् झ्याउलाउने कि म चाहिँ नपाएको कि बिहानभरि मोजा खोजेको पाइए छैन यार। कहाँ गएछ यहाँ पनि खोजेँ, यहाँ पनि छैन। यहाँ अरू कपडा मात्रै हो, लास्टै खोजियो कि आज। अब यही जुत्ता लाएर जानुपर्ने छ। यही हो, यही पुरानो मोजा, यही लाएर जानेछु म अब। तालचोकसँग क्या, त्यहाँ काम छ क्या, त्यहाँ बाइक सिक्नु छ। खुले अरे क्या पोखरा, त्यही भएर जानियो। अस्ति त्यो गण्डकी त्यो ड्राइभिङ इन्स्टिट्युट पोल्दै थियो नि, फेरि अहिले चाहिँ खुल्यो अरे, त्यही भएर अनि यो खालीमा चाहिँ बाइक सिकौँ भनेर। ल म गएको। ल यस्तो छ हाम्रो घरबाट निस्किने ठाउँमा। यो रोडहरू चाहिँ अझै विकसित छैन भित्री बाटो। मेन रोड त अझै राम्ररी बनेको छैन भनेपछि यो भित्री बाटो त अब 4-5 वर्ष लाग्ला नै। हाम्रो ठाउँमा त अझै यो बिजुलीको पोलमा लाइट पनि लगाएको छैन क्या, के भइरहेको छ यार। झोलासोला पुग्यो, निस्किन्छ एक्लै मस्त घाम लाग्यो। चस्मा लाएर हिँड्नुपर्ने छ, लास्टै आँखा पोलेर। है त गाइज, त्यहाँ चाहिँ हामी बास्केटबल खेल्ने गर्छौँ। यो चाहिँ हामी सानो छँदा चाहिँ यहीँ पढ्थ्यौँ। यो मिलिजुली युवा क्लब भनेर लेखेको छ। र चाहिँ पहिला शिशु स्याहार भन्थ्यो क्या, जसमा चाहिँ हामी चाहिँ माझा दाइ चाहिँ भैँसी चराउन आउँदै हुनेनिर छ। भैँसी चराउन आउनुभएको दाइ? सबै तपाईँकै हो? त्यही त, फारमबाट उस गरे जस्तो है, सब ठुल्ठुलो रहेछ। हान्छ क्या जरेर आएको रहेछ। त्यहाँ चाहिँ मन्दिर। कता टाढा होला, यता कुनाबाट खानुपर्छ क्या। बिचबाट देखिएको चाहिँ यो कास्की हो भने, मेरो पछाडि देख्नुभयो यो पुलबारी हो नि, यो पुलबारीको उतापट्टि चाहिँ तनहुँ रहेको छ। र यो पुलले चाहिँ कास्की र तनहुँलाई चाहिँ छुट्याएको छ है। ल अब चाहिँ सिधै इन्स्टिट्युटतर्फ लाग्ने छु। जामै त त्यहाँबाट के कस्तो हुन्छ। अझै यो ड्राइभिङ इन्स्टिट्युट चाहिँ आउन लागिसक्यो। अब यहीँ अगाडि नै त्यहाँ देख्नुभयो नि, यही हो कि ड्राइभिङ लाइसेन्स। त्यहाँ ड्राइभिङ इन्स्टिट्युट, त्यहाँ चाहिँ कारहरू के राखेको नि त। उतापट्टि चाहिँ बाइक सिकाउँछ भने यतापट्टि चाहिँ कार सिकाउँछ। ओहो बन्द छ त ड्राइभिङ इन्स्टिट्युट त। खोले हो भन्ने सुनेको थिएँ, लास्टमा चाहिँ बन्द रहेछ। अब भेरी ब्याड लग है गाइस चाहिँ। अब चाहिँ यहाँबाट चाहिँ म कसरी फर्किने? यस्तो राम्रो छ क्या भित्र चाहिँ। झन् यसो बाइक सिक्ने भनेर आएको त झन् ड्राइभिङ इन्स्टिट्युटै बन्द रहेछ। अब के गर्ने, अब घर त फर्किने होला नि। र यो ड्राइभिङ इन्स्टिट्युटको नाम चाहिँ लमजुङ ड्राइभिङ इन्स्टिट्युट हो। अनि यहाँ म आउनुकै कारण के भन्दाखेरि यहाँ चाहिँ एकदम राम्ररी सिकाउँछ क्या, जे कुरा
कुरा अब जस्तै अब मेरो चाहिँ अब कारको लाइसेन्स चाहिँ विथिन 15 डेजमै निस्केको थियो यहाँ सिकेर। त्यही भएर चाहिँ म बाइकको पनि यहीँ सिक्ने भनेर आएको। 1 हप्ताको टार्गेट दिएर आएको। चलाउनै नआउने त होइन, तर जे होस् हरेक कुरा हरेक स्टेप थाहा हुन पऱ्यो नि त। सयको दुईटा त्यस्तो सस्तो किन बेचेको नि? यति सस्तो पछि बिजनेसम्यान बन्ने हो क्या? हो, कसले बेच्न त पठाएको होइन नि, तिमीहरूले आफै किनेर बेचेको? त्यो भाइ पनि फ्री फायर खेल्छ अरे। कति लेभल रे भन्देऊ? 56 लेभल। भाइको लेभल कति? लेभल 11 नि भाइको? 27 हो। फ्री फायर खेल्नुपर्छ। भाइहरू चाहिँ मोजा ल हुन्छ। भाइहरू चाहिँ मोजा बिजनेस गर्ने रहेछ। मोजा लिदिने भनेको 3 जनाकै लिदिन पर्यो अरे के। मेरो फेरि ठ्याक्क मोजा पनि थिएन, ठ्याक्क किन्न पर्ने छ। 100को दुई जोड भनेको होइन? कसको किन्ने होइन? 100कै 3 जनालाई किनिदिने। के भनेको? बिक्री नभएर किन्दाखेरि कतिमा किनेको त? अनि 100को दुईटा बेचेको? 45मा 1 जोड किनेको? त्यसरी त तिमीहरूलाई 10 रुपियाँ प्रफिट हुने भयो नि त। कहाँ 5 रुपियाँ? एउटा बेचेपछि 5 रुपियाँ प्रफिट लिन्छौ। टप हानेछु मैले। मैले टप हान्दिनँ नि, यत्तिकै भनेको। कति हाने हौ त तिमीले टप? र तिम्रो युआइडी भनिदेऊ न त सबैलाई। युआइडी थाहा छैन। नाम के हो फ्री फायरको? अल गेम 700। अल गेम 700? 700? ओके। ल हुन्छ है, म तिमीहरूको मजा लिन्छु। 3 जनाले 1 जोड देऊ न त। 3 जनाकै लिदिन पऱ्यो। 55 रुपियाँ नाफा खान्छौ भाइ तिमी? होइन मलाई एउटा व्हाइट भयो हुन्छ, दुईवटा ब्ल्याक। अनि खोइ त, अनि 100को 2 जोड हानेको होइन? किन 1 जोड दिएको त? दुईटा हानेको कहाँ 2 जोड हुन्छ? दुईटा हानेको त। अनि यो 1 जोड भयो नि त। 1 जोड इजिकल टु दुईटा हो नि त। अनि यो 3 जोडलाई कति भयो त? 150 हो भनेपछि त ठिकै हो। ल म चाहिँ भाइहरूको चाहिँ मजा लिँदैछु है। किने भाइहरूले चाहिँ 1 जोड चाहिँ 50 रुपियाँमा बेचेर रहेछ मसँग नि। अनि खुल्ला खाइन 200 मात्रै छ। अनि 50 खुल्ला खाँदा छैन अरे। छैन 50 खुल्ला कि ढाटेको? ल यो 200 रुपियाँ दिएछु। 50 रुपियाँ चाहिँ आधा लिने है। 50 रुपियाँ चाहिँ 3 जनाले भाडा, 50 रुपियाँ नि फेरि भाडा है।